गाइस, हामी आमा छोरी चाहिँ यता छौँ है। आज हावा खाँदै मेरो छोरी सन्चोसँग ज्वरो आइरहेछ। हस्पिटल आएर यतातिर डुलिरहेछौँ। यस्तै छ, के गर्नु है छोरी, डुलिरहेछौँ। वाउ, आजको मौसम एकदमै रमाइलो, राम्रो। घाम पनि छैन, पानी पनि छैन, तर बाढी चाहिँ पानी पर्ला जस्तो भइरहेछ। सो आज चाहिँ अब म बाहिर निस्किन गइरहेको छु, मेरो सानो कुच्ची र म चाहिँ। अनि बाहिर काम पनि छ, त्यही भएर आमा छोरीको भिडियो चाहिँ लिन गइरहेको छु है त। हाम्रो खाटबारी बजार घुमाउँछ है त तपाईहरुलाई। पारी चाहिँ एकदमै पानी पर्ला जस्तो भइरहेछ, दिनधुममा छ। तर गर्मी नभएकोले एकदमै मलाई चाहिँ रमाइलो लागिरहेछ हो। यस्तै छ हाम्रो खाटबारीतिर। तपाईहरुकोतिर कतिको गर्मी छ कमेन्ट गर्नु होला है त। पानीको छिटा झर्नु थाल्यो साथीहरु। अब हामी चाहिँ यसरी नै डुलिरहेछौँ है, के गर्नु। पानी पर्ला जस्तो भइरहेछ, ठुलो पानी झरी आयो। हामी चाहिँ यहाँ यस्तै छ हाम्रो दिनहरु आज। हात नखाऊ छोरी, हात नखाऊ। कस्तो गाह्रो भएको, हिँड्ने बानी पनि छैन, कस्तो खुट्टा पो दुख्दो रहेछ है। पानी झरी आउन थाल्यो, अनि पारीतिर त कालै झरी आउन थाल्यो।